हेलो नमस्ते। म चाहिँ आज चाहिँ आफ्नो रियल कुरा म आफूलाई युज गरेर आफैले चाहिँ अनुभव गरेको कुरा चाहिँ म हजुरहरूलाई बताउँदैछु है। यो कपाललाई चाहिँ कसरी ग्रोथ गराउने बढाउने र कसरी यो मोटो साइजमा पहिला मेरो यो कपाल के यस्तो पतलो थियो के, अनि एकदमै ग्रोथ पनि थिएन, बढेको पनि थिएन, एकदमै यस्तो पतलो यस्तो पुरै झरेको थियो कि, यस्तो पुरै झरेको थियो। अहिले चाहिँ अनि एक कपाल पनि मेरो एकदम कालो छ कि, अहिलेसम्म एउटा पनि मेरो एज अनुसार एउटा पनि फुलेको पनि छैन कि। त्यही कारणले हजुरहरूलाई चाहिँ यदि कपाललाई चाहिँ कसरी ग्रोथ गराउने, कपाल कसरी बढाउने, कपाललाई कसरी यो साइजमा ल्याउने, मोटो बनाउने भन्ने जानकारी लिनु मन छ भने म एकदम रियालिटी कुरा मात्र ल्याउँछु। आफैले युज गरेको हुनाले चाहिँ मैले हजुरहरूलाई सामान्य बताउन खोजेको हो है। म आफैले अनुभव गरेर कुन योगा गरेर कपाल बढाउने, कुन तेल लगाएर कपाल बढाउने भने चाहिँ म हजुरहरूलाई, यदि हजुरहरूलाई चाहना छ भने हजुरहरूले मेरो चाहिँ युट्युब च्यानल लाइक सब्सक्राइब गरिदिनु होला र कमेन्टमा कमेन्ट हानिदिनु होला। र मलाई हामीलाई पनि चाहिन्छ भने हजुरहरूलाई मेरो यो सजेसन चाहिन्छ भने चाहिँ हजुरहरूले सोध्न सक्नुहुन्छ है। हस् त, वाच माई YouTube channel, please like subscribe me. Okay.